हेलो गाइज वेलकम टु माई ब्लग। म आज ब्लग स्टार्ट फेरि बाटोबाट गर्न लाग्यो। हेर्न सक्नुहुन्छ यतापट्टिबाट यो आउन भने यो बुद्ध चोक आउनुहुन्छ हजुरहरु। अनि यो बुद्ध चोक जाने रोड भयो। बुद्ध चोक जाने रोडबाट ठ्याक्कै यो पुल, यो झोलङ्गे पुल आउने। म हाम्रो अफिस जाने लोकेसन देखाउन लाग्यो, ओक्सप जाने। हाम्रो काम सुरु नभएर म यस्तै ब्लग बाटोको बनाउँदै हिँडेको। अनि हेर्नु सक्नुहुन्छ सबै लोकेसनहरू पर्फेक्ट तरिकाले बुझाइदिन्छु। यस्तो सर्भिस सेन्टर अनि सोरुम भिजिट गर्नु गाइज है। ठ्याक्क बुद्ध चोकबाट यो पुलको तलबाट झरेर भाइले कुरेको मलाई ठ्याक्क हजुर उता आउन पनि बाटो धेरै भएर झुक्किन सक्नुहुन्छ हजुरहरु। यो बाटो यो हाइवे सिद्धार्थ हाइवे, यो सिद्धार्थ हाइवेबाट हजुर यता तल नजाने, तल गयो भने फेरि हजुरहरूलाई सुनौली बर्डरतिर जानुहुन्छ। म हजुरलाई लोकेसन एकदम दिन्छु। यो पुलदेखि जम्मा 400 मिटर मात्र छ। हेर्नु भोरियामा लास्ट चिसो काठमाडौँमा त केही चिसो थिएन यार। यस्तो मजा आउँथ्यो नि काम गर्न नि। वाइफ यहाँ आएपछि त बसै भइयो। ठ्याक्क यो लुम्बिनी क्लब अफ सिद्धार्थ नगर प्रोफेसनलको यो ऊबाट देख्न सक्नुहुन्छ। यो ठ्याक्क मूर्ति निरबाट अनि ठ्याक्क भित्र छिर्न पर्छ, भित्री गल्ली। यो गल्लीको नाम नि थाहा भएन कि मलाई एक्ज्याक्ट। सिद्धार्थ नगर रहेछ, सिद्धार्थ नगर। अनि फेरि नारायण पथ होइन भाइ, नारायण पथ भित्रपट्टि हो। म देखाउँछु हजुरलाई सबै। आऊ भाइ जाम हिँडेर आइए। बाटो काटौँ न, आऊ न, बाटो काटौँ आऊ। हामी यही रोडको हामी रङ साइडबाट हिँड्न नआउने भएर हामी बाटो काट्दैछौँ। मसँग भाइ नि आहा। भैरवा धेरै चिसो। राम्रो केटीहरू आइरहेका छन्। अब यस्तो चाहियो भने सम्पर्क गर्नुहोला, त नगर्नुहोला मलाई। म चाहिँ बिहा गरिसकेको। मेरो लाइफ मेरो मर्जी हो नि त, हो कि नै भाइ? भन न। हो नि, आफूले गल्ती गर्ने होइन, क्यामेरा ठडाएर हिँड्दा र कसले नराम्रो भन्छ? भन्नुहोस् न त्यसलाई त। फेरि दाइको पारा 10मा 12 देखाइदिन्छु के अरे। फेरि मलाई अफिसले 3 महिनालाई भनेर पठाएको, डुबाउने भयो। हेर्नु न, काम स्टार्ट गरे न केही गरे। कहाँ अरूको ब्रान्डको गर्ने हो त नि? म यहाँ माथिरको परेँ। यामा त्रिपेश्वरमा नि हाम्रो हेड अफिसै भिजिट गर्दा राम्रो हुन्छ। यामाको डिलरमा भन्दा पनि हेड अफिसले, म त हेड अफिसतिरबाट म त हेड अफिस जहाँ काम गऱ्यो त्यसलाई त्यही अफिसलाई सपोर्ट गर्ने हो। सबले त्यही हो जसको नि। म हजुरलाई लोकेसन हामी यही बाटैमै छौँ। आज फेरि हाम्रो अफिसमा यस्तो चलेको कि सबको साधन, मेरो मात्र साधन छैन क्या। अनि मेरो लाइसेन्स नि छैन, त्यही भएर मैले केही मतलब नै राखेको छैन। झिक्ने कुरा गरिरहनु बाबाले। के गर्नुहुन्छ बाबु? आजकल धनी बहन नि त, छोरो जापान पठाएर। अब आफू त्यहीँ जापान बने नै यही हो।
फेरि अहिले यहाँ एकजना डिलरको नि छ, फेरि डिलर भिजिट नगर्नु होला। यहाँ एउटा भाइ त्यो डिलरको नाम के अरे? यो डिलरको नाम यहाँ हाम्रो यामाहाकै डिलर खोलेको पहिला किस्मत हो। फेरि हजुर डिलर भिजिट नगरिदिनु होला। किस्मतले अहिले म हजुरलाई देखाउँछु। किस्मत चाहिँ होइन, त्यो पुरानो डिलर हो, त्यसले यहाँबाट छोडिसके। त्यही बोर्डहरू केही निकाले होइन। हाम्रो चाहिँ यामेडब्लु प्राइभेट लिमिटेड भनेरै छ है। अहिले म किस्मतको देखाइदिन्छु, त्यो किस्मतमा भिजिट नगर्नु होला। किस्मत चाहिँ जो हाम्रो पछिल्लो डिलर हो। अब हाम्रो ठ्याक्कै 200 मिटर हामी भन्छु, मैले यहाँ लोकेसनमा भनिदिन्छु। रेन्डम भ्लग हान्ने अब टाइम पास त गर्नै पर्यो नि। अब बाइकको बनाउँछु, नयाँ मोडल देखाउँछु भनेको आएपछि अफिसै ओपन गरे छैनन्। यतातिर हन्डाको नि छ, हन्डाको नि राम्रो छ, आफ्नै अफिसले गरेको। भिजिट गर्न सक्नुहुन्छ। शाखा ट्रेनिङले चाहिँ आफैले खोलेको रहेछ। हन्डा ग्रुप चाहिँ शाखाले हेर्छ। हन्डामा नि राम्रो छ, हन्डालाई नि नराम्रो भन्दिनँ मैले। हन्डामा झन् राम्रो छ। होइन भाइ, डिलर भिजिट भन्दा बरु आफ्नै सोरुम चाहिँ आफ्नै हेड अफिस चाहिँ नि त्यहीँबाट झिक्दा राम्रो हुन्छ क्या सबै कुरा। त्यो चाहिँ आफूलाई अप्ठ्यारो पर्छ क्या, त्यो अप्ठ्यारो नपरोस् भनेर क्या। डिलरले पठायो भने त हामी सिम्झो लास्टमा केही फल्ट भयो भने त्यो फल्टले नि त हामीले जो हो नि त। यो पर्व ब्याङ्क त कहाँ यार, पर्व ब्याङ्कले मेरो खाताको यार मोबाइल ब्याङ्किङै रिन्यू गर भनेर म्यासेज पठाइछ। डुबाउने भयो, न सेलेरी हाल्दियो। अफिसले अहिले ढिला गरिदियो क्या मेरो। फेरि यस्तो भयो क्या, कस्तो भयो भने मेरो गाइड अहिले भन्छु म हजुरलाई तपाईँ सबै कुरा। यो किस्मत अटो लिङ्क यो चाहिँ होइन है हाम्रो। फेरि हजुरहरू झुक्किनु होला, म भन्छु हजुरलाई सबै। ठ्याक्कै बाटो फेरि यतापट्टिबाट नि काट्न पर्छ गाइस। मेरो हेरि कस्तो भयो भने म यो हाम्रो यामाको चलेको थियो नि त 7 डेजको यो सर्भिस क्याम्पेन। अनि त्यसको लागि म काठमाडौँ थिएँ। यताबाट काम सुरु हुन्छ भनेर छिटो म चाहिँ बुटोल गएँ नि त। अनि फेरि काम सुरु भइसक्यो। अब जाउँ नि त बुटोल भनेर पठाउन, अरू कोही आउन नमानेर। ल हामी बाटो काट्दैछौँ। ल ठ्याक्कै बाटो काटेर आउन भने ठ्याक्क त्यो बाटो काटेपछि ठ्याक्कै हाम्रो देखिहाल्छ। त्यो किस्मत अटो लिङ्कको हल्का मुनिपट्टि हो। हल्का 50 मिटर। के भयो आन्टी? अहिले फेरि खाजा खान आउँछु म, रुक्नु न। धेरै जाडो। दाइ हेलो भनिदिने एक फेर दाइ। ल दाइले हेलो भनिदिइहाल्न। ठ्याक्कै लाग्यो हाम्रो सर्भिस सेन्टर। ठ्याक्कै यति हो, त्यति धेरै टाइम नै लाग्दैन। ल म अब यो सर्भिस सेन्टरबाट ब्लग इन गर्छु गाइज। सबले लाइक सेयर र सब्सक्राइब गरिदिनु ल, सबैले माया देखाइदिनु ल। यो मेरो मात्र च्यानल होइन, हजुरहरूको पनि हो। ल यति भन्दै म बिदा हुन्छु आज।